यदि तपाईले कहिले म चाँदीमा लगानी गर्छु भनेर सोच्नु भएको छ अनि कसरी गर्ने के गर्ने भन्ने कुरा थाहा छैन भने आजको यो भिडियो पुरा हेर्नु होला। अर्थसारथीको एउटा नयाँ भिडियोमा तपाईलाई फेरि पनि स्वागत छ। अब हामी बढ्छौं भिडियोतर्फ। अहिलेका सरकारहरुसँग सुन चाँदी कति छ भन्ने कुरा हामीले देखिसक्यौं र अहिले सुनमा लगानी गर्छु भन्नलाई अलि गाह्रो छ। त्यही भएर विकल्पमा छ हाम्रो चाँदी। चाँदीमा कसरी लगानी गर्ने भनेर चाहिँ म एउटा रामबहादुरको कहानीबाट सुरु गर्छु है त। रामबहादुरले सेभिङ गर्छु भन्दा भन्दै 2 वर्ष बितेछ। कहाँ गयो पैसा 2 वर्ष कमाएको उसलाई आफै थाहा छैन। अनि उसले एउटा राम्रो प्लानिङ बनाएर अनुशासनमा बसेर एउटा लगानी गर्ने सोचेछ। उसले प्रत्येक महिना 4000 रुपैयाँको चाँदी किन्ने प्लान गरेछ। उसलाई यो बीचमा चाँदीको भाव कति बढ्यो कति घट्यो यसले उसलाई फरक पार्दैन। उसले बस यति जानेको छ म 10 वर्षसम्म प्रत्येक महिना 4000 रुपैयाँको चाँदी किन्छु र उसले 1 वर्षको अन्त्यमा 48000 रुपैयाँ लगानी गरेछ। 5 वर्षमा 2,40,000 रुपैयाँ लगानी गरेछ र 10 वर्षमा 4,80,000 रुपैयाँ लगानी गरेछ। रामबहादुरले सोचेको छ मैले जम्मा गरेको चाँदीको मूल्य 10 वर्षमा कम्तीमा डबल होस्। कुल लगानी 4,80,000 लक्ष्य 2 गुणा यानी कि 9,60,000 रुपैयाँ। के यो सम्भव छ त? चाँदीको पुरानो डाटा हेर्दाखेरि चाहिँ लाग्छ कि यो सम्भव छ किनकि चाँदीको माग झनै बढिरहेको छ। चाँदी केवल एउटा धातु मात्र होइन, यो आधुनिक प्रविधिको मुटु हो। विश्वमा झन्डै 50 देखि 60% चाँदी उद्योगहरुमा प्रयोग हुन्छ। चाहे त तपाईको हातमा भएको ल्यापटप वा मोबाइलमा होस्, सोलर प्यानेलमा वा इलेक्ट्रोनिक गाडीहरुमा। यति मात्र होइन, लगानीको रूपमा सिक्का र ढिक्का, गहना र सजावट, स्वास्थ्य र प्रविधि यी सबै कुराहरुमा चाँदीको माग धेरै छ। सुन त मान्छेले दराजमा लुकाएर राख्छन्, तर चाँदी त तपाईको मोबाइलमा छ, तपाईको घरको सोलर प्यानेलमा छ र भोलि तपाई चढ्ने इलेक्ट्रोनिक गाडीमा पनि हुनेछ। जबसम्म प्रविधि रहन्छ तबसम्म चाँदीको माग रहिरहन्छ। माग बढ्दो छ तर खानीबाट निस्किने मात्रा सीमित छ। अब सोच्नुहोस् रामबहादुरले किनेको चाँदीको भाव कहाँ पुग्ला। भिडियोको अन्त्यमा एउटा सुझाव, तपाईले गहना र सजावटको सामान भन्दा पनि चाँदीको ढिक्का किन्नु भयो भने तपाईलाई ज्याला जर्ती कम पर्छ। तपाईले लगानीका लागि किन्ने हुँदाखेरि तपाईलाई सजावटका सामान र गहना चाहिएका होइनन्। आजको लागि यति नै। हेर्दै गर्नु होला अर्थसारथी। फेरि भेट्नेछौं अर्को भिडियोमा। हस्त धन्यवाद।